गुड मर्निङ गाइज। आज हाम्रो टेम्पल रन सिरिजको डे 2 डे 1 हामीले स्वयम्भू पुगेका थियौँ। आज डे 2 चाहिँ हामी पशुपतिनाथ जाँदैछौँ। यसरी नै भ्यालीभित्रका सबै टेम्पलहरूमा चाहिँ हामी हरेक हप्ताको एक दिन चाहिँ जानेछौँ रनिङ गर्दै। त्यहाँको भ्लग हामी देखाउनेछौँ, हामीले हेर्दै गर्नु होला। हामी हप्ताको 2 दिन रनिङ गर्छौँ। हरेक शनिबार हाम्रो पुल्चोकेन रन क्लबको बिहान 6:30 बजेबाट रनिङ स्टार्ट हुन्छ। तपाईहरु जोइन गर्न सक्नुहुन्छ। अनि हप्ताको अर्को एक दिन पनि हामी टेम्पल रन सिरिज कन्टिन्यू गर्छौँ। तपाईहरु पनि इन्ट्रेस्टेड हुनुहुन्छ भने हामीलाई जोइन गर्न सक्नुहुन्छ। आज चाहिँ हामी लाग्यौँ वार्म अप गरेर पशुपतितिर। जय पशुपतिनाथ, जय भोलेनाथ, जय महादेव। सिनेमेटिक है यार, फुल्ले कर रहा है। वन किलोमिटर डाउन भयो गाइज। हामी ठ्याक्क लभी मलको अगाडि पुग्यौँ। ल 2 किलोमिटर डन। हामी लगनखेलको बाटोमा छौँ। लगनखेल पुग्दैछौँ अब एकछिनमा। तीन किलोमिटर डन गाइज। अहिले हामी 7 वटा जाँदैछौँ लगनखेलबाट। होइन हाम्रो 4 किलोमिटर भ्यायौँ हामीले भर्खर। सो हामी अहिले रिङ रोडमा पुगिसकेका छौँ। अब सिधै गौशाला हुँदै महादेव सम्मुखको दर्शन हो। कोटेश्वर हुँदै ग्वारको फ्लाइओभर। 5 किलोमिटर टन। इन्डिङ पोइन्टमा पनि पुग्यौँ हामी। यसको थाहा हो यार। छ किलोमिटर डन। हामी अझै रिङ रोडमै छौँ। 7 किलोमिटर डन। हामी कोटेश्वर पुग्न आँट्यौँ लगभग। कोटेश्वरमा हामीले लगभग 8 किलोमिटर भ्यायौँ। अबको यात्रा तिनकुने हुँदै गौशालातिर हुनेवाला छ। तिनकुने एरिया। नाइन किलोमिटर डन। अहिले हामी एयरपोर्टको तलको गेट पुग्दैछौँ।
Let's go baby. हामी चाहिँ अहिले एयरपोर्टको साइडसम्म कुदिरहेको अब चाहिँ मेरो आवाज दस किलोमिटर डन गाइज एयरपोर्टको गेट अगाडि पुग्यौँ अब है केटा 11 किलोमिटर 11 किलोमिटर भयो डन ल अन्तिम नमस्कार अन्त्यमा मरेर आउने यही हो छैन केही हो ओके गाइज हामी चाहिँ आफ्नो फाइनल डेस्टिनेसनमा पुग्यौँ गौशाला चोक कुन गेट हो माथिल्लो गेट होइन यही गेट हो माथिल्लो गेट यताबाट चाहिँ मन्दिरको पुरा दर्शन गर्न मिल्छ 12 किलोमिटर डन भ्लग बनाउनु हुन्छ सोचेको मर्निङ भ्यू एट जाडो महिनामा होइन रनिङ हानेर हुन्छ गरौँ हिजो भनेको थिएँ कि म भोलि चेक गर्छु गरेर भन्छु कि त्यो फोटो चाहिँ यहीँ हालिहाल्नुपर्छ कि ट्याक्कै अहिले होइन हान्नुपर्छ कि एउटा माथि हालिसक्छ खतरा हुन्छ नि जय शिव शङ्कर हाम्रो दुःख पार गरेर वा जय शम्भु आर्मीको ट्रेनिङ पनि चल्दैछ केटा यहाँ बस्नु कि माथि आउनु यहीँ बस्ने हो बस्नु यस्तो फोहोर छ यसमा हातले कसरी हिँड्ने पानी पाउनु पर्ने हो पानी माथि पनि छ जाउँ क्यास तिमी तिमीसँग छ होइन किन हुन अलिक साइडबाट हिँड्नु न मलाई हामीलाई रनिङ गरेर बाटो बाटोमा कस्तो सबैले अलिक ठुलो भएछ क्या ओम नमः शिवाय ओम नमः शिवाय मर्निङ भ्यू हेर न क्या भ्यू देखिरहेको थियो यार साथीले हामीले महादेव उपनाम दिएका छौँ अब कपाल त्यस्तै छ अनि अलिअलि काम पनि त्यस्तै छ अरू माथि खाली छ त्यहाँ बसेको बिच
सिस्टममा हाल्यौँ यताउति घुम न तिमी एङ्कलमा जाऊ न तिमी घुम न अनि बाँधरै भएन कि कोही भने ल च्याप्पो खाइदिएला है बहिनी ओके गाइज आज हामीले टेम्पल रन सिरिजको डे 2 पनि कम्प्लिट गरेका छौँ लगभग 12 किलोमिटर रनिङ पछि हामी पुल्चोकबाट पशुपति पुगेका थियौँ अब पशुपतिनाथको पनि दर्शन गरियो यो चाहिँ हाम्रो मिसन म्याराथनको लागि चाहिँ हामी रनिङ गरिरहेको छौँ भ्यालीभित्रको जति जति टेम्पल छन् हप्ताको एक दिन चाहिँ टेम्पल रन हुन्छ अनि हप्ताको हरेक शनिबार चाहिँ हामी पुल्चोक रन क्लबबाट चाहिँ रनिङ गर्छौँ कसैको हात समातेर काठमाडौँको गल्ली गल्ली घुम्ने एउटा सपना पनि थियो आज सपना पुरा भयो तर अलि फरक वेमा चाहिँ सपना पुरा भएको छ किन भन्दाखेरि उनीसँग जस काठमाडौँका गल्ली गल्लीमा घुम्ने मैले मेनिफेस्टेसन भनौँ न एउटा सपना देखेको थिएँ तर गल्ली गल्ली भौतारिएँ रनिङ गर्ने गरी चाहिँ म हिँडिरहेको छु तर उनीसँग चाहिँ हिँड्न पाइएन यो सपना अधुरो नै हुन्छ सबै कुराहरू पुरा पनि हुन सक्दैनन् होइन केही कुराहरू अधुरा नै राम्रा हुन्छन् एउटा एक्सपिरियन्स चाहिँ के भयो भन्दाखेरि लाइफमा चाहिँ मेनिफेस्टेसनले काम गर्छ तर डेलिभरी सिस्टम चाहिँ अलिक फरक भयो तरिका मैले सोचे जसरी चाहिँ भएन अहिले म काठमाडौँको गल्ली गल्ली हिँड्ने अभियानमा छु एज अ टेम्पल रन सिरिज हामी भ्यालीको सबै मन्दिर भ्याइसकेपछि चाहिँ हामी काठमाडौँभित्रको अब जहाँ जति जति फन पार्क जति जति क्यालिस्थेनिक्स पार्कहरू छन् ती सबैमा पनि हामीले रनिङ गर्नेछौँ अनि हरेक क्यालिस्थेनिक्स पार्कहरूमा चाहिँ हामीले आफ्नो स्किल्सहरू सो अफ गर्नेछौँ हस् आजलाई यति मिसन म्याराथन ल ओके गाइज हामीले वान वे रनिङ गऱ्यौँ 12 किलोमिटर त्यसपछि हामी त्यहाँबाट चाहिँ टेम्पोमा आयौँ अहिले हाम्रो फाइनल अथवा अहिले हाम्रो स्टार्टिङ पनि त्यही कलेजमा हामी कस्तो भ्यू छ है फुल फुलेको छ अठारमा यहाँ हामीसँग गएर भिडियो अन गरेँ कि कहिले पछि कुनै दिन बनाउँला नि पुरै यहाँबाट यस्तो देखिन्छ होला कि मोबाइल रनिङ आफैमा थेरापी हो होइन अथवा आफैमा मेडिटेसन जस्तै एउटा त्यसैमाथि टेम्पल रन मन्दिरमा गएर रनिङ गरेपछि त प्लस पोइन्ट हुने नै भयो कस्तो गोरो देखाएको यार